Hello, my friend. छोड़ दो के यसलाई नहेरी बस पेन्सिल खा है मेरो पेन्सिल खा है बेबी तिमीले ल्या पेन्सिल 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 ए थ्याङ्क यू कर्म कर्म नाना खाइ तेरा परीक्षा हजुर छोड्यो आएछ त यस्तो यस्तो अनि यस्तो यस्तो गर्ने हो कि मैले लाया भएको छ लाया भएको छ ओइ छ लेख ल छ लेख्न आउँछ तिमी कतै पनि नछ पर्दैन हजुर पकड ए हेलो गर्नु हाई भन यता आएर हाई भन ल उल्टा भयो टपी किन उल्टा लगाइदियो नानी टपी किन उल्टा लगाइदियो भाइ चिठी लेख्छ मध्यम आधार भाइले चिठी लेख्छ भाइले आन्छ ए अन्न किन जानु दे यस्तो हेर यहाँ खालि जाडो भएन भनेको यस्तो घाम छ कस्तो जाडो ल झलेख अब झलेख्न आउँछ यस्तो गर्ने है है मलाई यहाँ यस्तो गोलो गरिदिने बिहान बेलुका यसरी पढाइ खालि यस्तो गर्ने यस्तो गर्ने छ ए स्टप चुप ल यस्तो भन्नु हुँदैन लेख्ने म किन भन्नु भाइले चिठी लेख्दैछ खै एकछिनमा कस्तो झौला दिनुपर्छ लेख्दैछ अब बिस्तारै खै एकछिनले यसले लेखिदिन्छ म जुन आगो बालेको छ माया माया आउँदैन यो म गर्छु जाऊ त खाइसक्यो हेर्न यसो पिसा खाइरहेको अनि खोल्दिन म सिकाइदिन्छु पखाउन माया टिक टिक गर्ने पेन्सिल ल्याउ त आउँछ तिमीलाई तिमीलाई नआउने भन्ने कुरै छैन नि तिमीलाई सबै आउँछ त्यो गर्नै पर्दैन टिक टिक गर्नै पर्दैन तिमीलाई सबै आउँछ यहाँ ल्याउ त ल्याउ म टिक टिक गरिदिन्छु हेर यसले फुटाउने भाइ हेर है यहाँ छोरो यहाँ हेर त टिक 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 देख्छ ल उसले ल यति अब त्यसरी सबै गर्छ त्यति गर अनि म गर्छु बिस्तारमा नबस्नु छोरो यो पेन्सिल त के होला है गाई लक्ष्मीपुर स्कुल आइसक्यो आजबाट बहुत छ आज कति गते 27 गते होइन आज 28 29 30 छ कि नै 1 2 3 4 5 6 अझै 9 दिन भइसक्यो 1000 खै त
तल आउँछ तिमी तिन पाने रक्सीहरू तिमीको जत हिरहन भान्जाले खेलिदिन्छ हिरेको र हामी आमामामा लुगा हेर यसको जाडो पनि नभएको अच्छा काली घाम गयो आउँछ उता आयो कि आज घामले चस्मा लागेको क्या है छोरी घामले चस्मा लागेछ आज त यता जाँदै गर्छ यता आउँछ नि त अहिले एकछिनमा जान्छ सार्किटलाई बनाउनु खानामा त्यत्रो पैसा छ अब के होला तल आया भएको हो कहाँ आया भयो यहाँ आया भयो हेर कति चिसो अनि टोपी खोइ तेरो टोपी खोइ चिसो लाग्यो हो कि पहिला त्यति गर अनि पहिला त्यति गर न नुनु पनि गर्दिन हेर त आँखा पुरै रातै छ तँलाई कसले ल्याएर राखिदिएको यहाँनिर कसले ल्याइदिएको तँलाई दाइले हो तँलाई दाइले यहाँ छोडेर गयो त्यो फटा दाइ बहिनीलाई यहाँ छोडेर गयो साना समोसा नि खान्छ भने तर आज बनाएको पनि अङ्कल हेलो हेलो मोबाइलभित्र घुस्नु लागेको अङ्कल समोसा छ छैन ल अहिले बनाएर राखिदिनु तातो तातो तिनवटा के भने समोसा खान्न ओके यसकोमा हाल्ने सिजर दिने सिजर पेपर गरेर खाने तपाईँ घर जानुहोस् यो सिक्ने सबै सिक्ने खाली यता जाउँ यता घाम गयो भएन भने नि के लेखायो तिमीले खै हातमा त तिमीलाई लेख्छ ल यस्तो गर्ने यस्तो गर्ने यस्तो गर्ने यस्तो गर्ने अनि यस्तो गर्ने हो कि यसलाई यस्तो गर्ने यस्तो यस्तो अनि यस्तो 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 तेरो होमवर्क छैन ओइ होमवर्क छैन तेरो लेखिसके अनि हिजो लेखिसके स्कुल छ कि छैन आज छुट्टी ए दिदी तपाईँले के गरेर हाल्नुहुन्छ मम्मी गाडी कसको गाडी वेट करको कसको गाडी नै को त्यो गाडी का म के गर्नु त लेखा लेखा पखला पहिला लेख्छु अनि बाइक अन्जाले खेल्नुहुन्छ हिरो गरम आँखा लाउने आखिरमा आज त घाम बिगारिन्छ क्या हो झन् आज बेस्तरी घाममा बसौँ न भन्छ काम सक्यो नि त लुगा धोइसक्यो अब लुगा धुनु छैन अहिले के गर्ने गर्ने रे
को सिनकी भन्ने होला नि अनि खेल्ने यसो यसो गरेर खेल्ने हजुर भन्नु त कति नम्बरको ल गाडी तानौँ गाडी तानौँ छोरी के गर्यो यो हाम्रो बस्ने गाडी यो किन लिएर आएको ल उठाउँ गाइज हामी चाहिँ अब अर्को घाममा जान्छौँ है त अहिले पछि अर्को घाममा तपाईँहरूलाई देखाउँछु हामी यता अर्को घाममा आयौँ हाई गर के खेल्ने पर्ने अब के खेल्ने छ र पर्नुपर्छ खेल्नु ल खेल्ने यी खेलिछ न हजुर आफै खेलिछ न कसले माया गरेन सिका माया गर ओइ मलाई नदेखा चाटेर राखिदिउँ मलाई नदेखा ल तिमी यहाँ बस ओ काली त उता जा यो कसो छ बलिया उप्पो हो अनि टाउकोमा राख्नु त उप्पो हो भने उसको हेर्नु कस्तो राम्रो छ यो कप कप उसको नाम स्वर्णिमान लेखेको छ यहाँ सुभद्रा ए सरी यो पनि बिर्सिन्छ सुभद्रा लेखेको छ यहाँ उया छ सुभद्रा यहाँ म देखाइदिन्छु तिमीलाई पनि देखाइदिन्छु उया सुभद्रा हेलो भन्नु यो मेरो कप हो भन्नु यो कसको कप यो थ्याङ्क यू बाई बाई यो चाहिँ स्वर्णिमा हो है मैले अघि बिर्सेछु यो स्वर्णिमा यो सुभद्रा है हो भन न हामी दुईजना चाहिँ खोकिला यसलाई र मलाई स्वर्णी सुभद्रालाई र मलाई खोकिला जेठीलाई चाहिँ अलिक केही भएको छैन जेठी स्ट्रङ छ जेठीलाई काली स्ट्रङ छैन काली पनि बिरामी छ के अरे काली पनि बिरामी छ कहाँ बिचमा आएको त हामी अब गर्न आएको अब उता जाऊ गइस्यो उता आऊ म ए पेन्सिल र तिम्रो पेन्सिल यहाँ यस्तो गर्ने हो के सजिलो छ त माया यहाँ पहिला यस्तो तान्ने यस्तो धनिया हो यस्तो गर्ने अनि यस्तो ओ गुड के लाउने भनेको ए ल कति माथि लेखा त हौ धेरै माथि भयो यहाँ तल लेख्नु यहाँ तल यहाँ होइन यहाँ माथि नै चन्द्र यहाँ ल यहाँ लेख्नु यहाँ लेख्नु के लाउनु पर्छ छोरी त्यो के लाउने होइन यसो गर्ने त ल लेख गोलो गोलो यसो यहाँ यो भयो अब झले ल यो ल यस्तो हो कि खाइदियो यो भयो है छोरा यहाँ हेरे यस्तो गोलो यस्तो 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 अब यहाँबाट हेर यहाँबाट निकाल त अब निकाल यी यहाँ छ यी यो यहाँसम्म त योसम्म त यसले योसम्म त यो तान यहाँबाट तान यी खै छ यहाँ ल यस्तो हो क्या हेर यहाँ यस्तो 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 टले टले त परी त ओ माथि कहाँ लेखे हे चन्द्र कहाँ तिमी त वहीँ सगर माथि पुऱ्याउनु लाग्यो क्या यहाँ लेख्नु यहाँ हो त्यहाँ तान तल तान अब यस्तो गोलो धेरै तल तान्ने होइन के हो यहीँसम्म तान्ने होला गोलो गर है भएन यस्तो यस्तो अनि यस्तो हो कि गोलो भनेर पुरै गोलो गर्ने होइन नि त ठड एउटा हो ठ ल अब पहिला एउटा धर्का तान पहिला यस्तो सिधा तान यहाँनिर हो अब त्यहाँबाट तल तान थोरै तान भयो अब गोलो बनाइदियो धेरै भयो धेरै केही छैन गोलो बनाइदियो उल तलसम्म गोलो बनाउँछु ल अब गोलो बनाएको गोलो हो गुड सक्यो अब पछाडि नि बाँकी छ ए मेथली सबै गरिदिन्छ इसी क्या यस्तो जाब त केही पनि होइन
ए हाम्रो छोरीले त डाङडुङ्गे ड खुट्टा झारेछ सबै गरिदिन्छे अघि उहाँ लेख्यो नि हेर न यहाँ यस्तो अब चाहिँ थोप्ला नलगाउने यस्तो अनि यस्तो अब अब थोप्ला थोप्ला गोलो गोलो नबनाउने ल अब यस्तो डले आउँछ लेख्नु डर लेख्नु यो आउँछ यो डमरू ड हो यो डमरू ड अघि ल यहाँ पहिला सिधा तान यहाँ कहाँ ताने त अलि माथि तान न यहाँ माथि यहाँबाट आउँछ नि उहिले लाजलाई है चिका आउँछ आउँछ नि यहाँ तान्ने यस्तो गर्ने यस्तो गर्ने ह के अरे तिम्रो चिया सक्यो छ तिमी त भरे 12 बजीसम्म पनि खाऊ भयो अब नखाने ए ल सबैलाई देखाइदिन्छु हामी दुईजना देखे भइहाल्यो नि अरूलाई किन देखाउनु पऱ्यो पर्ने मात्रै हेर न हामी दुईजना मेन मान्छे हो कि है ऊ अर्कीले नि गर्दैछ कालीले के गर्नु के लाउँदैछ यहाँ घाम त अलिक के यस्तो राख्छु हो त सर म देख्यो यता साइडमा हो त राखेर ल ल तपाईँ बर्दालुहरू कहाँ जानु छन् नि ए तपाईँ खानालाई मात्रै बस्छ हो त अब यस्तरी तान्ने हो यताबाट त्यहाँबाट होइन हौ यहाँ तलबाट यहाँबाट हो त्यहाँबाट तान त्यहाँ होइन के माया यो पनि यसरी पकाउने हो त लाटु यस्तो लाटु यस्तो नहाल न माया त्यस्तो नहाल न के लाउने भनेको होइन ढक्कनी ढले ढले पालबाट त के नि हुन्छ पहिला सिधा लाग्छ मायालु हो त्यहाँ तान अब यता थोरै मायालु थोरै हो भयो जस्ट अब यस्तो यस्तो गोलो गरेर यस्तो ओ ल भेरी गुड अब यहाँबाट फेरि तान यहाँ त्यहाँबाट होइन इलेजर चाहिँ कहाँ जान्छ कालो इलेजर खै आफ्नै हात राखेर अहिले यसले राखेर उयो तान्ने हो कि यहाँ हेर्न उता हेर्नु होइन यहाँ हेर्नु यहाँ यता तान्नु यहाँ तान्नु है यहाँ तान्नु फेरि तलै तान यहाँ आउँछ मेरो माया मायाको हाँस्छमा त हाँस्छमा तेर गर्दैछ एकचोटि समाधान हात समातेर गराउनु गुड के बहिनीले गरे कि यो पनि केलाउँदैछ है साग कुले कालीले काली यो काली के है त काली हो तेरो नाम के हो अञ्जली भन् अंजलि मम्मी वो नाम के भन्छ ल अब हजुर मेरो बेटा हजुर मेरो बेटा त्यहाँ हेर्नु रे के यो के लेख्यो यो 6 यो भएन यो के हो यो हुन्छ बस्नु न अहिले म मिलाउँछु मेरो कपाल भएको अनि यो धर्का भएन यहाँ खोइ यहाँ धर्का अडको तको धर्का खोइ के चाहिँ तान्ने हो के डाक्टर यो हो डाक्टर बच्चालाई हो भगवान् गराउँदै पाक्छ निकै सानो भाइहरू चाहिँ कहाँ छन् नि यी हो ए गाउँ पठाएको छैन तपाईँले आज घामले चस्मा लगाएर छ ल माया तपाईँ नुहाउँछु भनेर होला घाम आज गएको यो समातेर म नुहाउँछु भन्नु छ झन् आज झन् काम सक्यो लुगा धोइसक्यो सबै सक्यो आज मस्त घाम तान्छु भनेर
यहाँ हेरेर गर के कहाँ सुते त तिमी चाहिँ यहाँ आन्टी आउनु भएन है कहाँ जानु भयो बुढा बुढा होइन बुढा के हो थाहा छ त्यस्तो भने होइन आन्टीले खालि त्यस्तो भन्छ मुटुको धड्कनै छैन रे मुटुको धड्कनै छैन रे भने भन्छ अनि त्यस्तो होइन आन्टी हामीलाई अब कस्तो बज्रा पाते भएको हुन्छ नि त आन्टीलाई इजिली कस्तो के हुन त मैले पनि मुखले भने भनेको मैले भने यिनले त्यो गरिदिरहेको छ नि त उनको भनाइ अनुसारले है औषध खाँदैन यताउति भने चाहिँ म त्यो त पानी अङ्कलको धेरै दिन छैन होला पानीले भने अब मुटु पनि मुटु कलेजो केही छैन अरे राम्रो अनि त्यो भने धेरै बाँच्दैन अनि त्यसो भनेपछि बाबा हुन्छ नि मान्छेलाई अलिकति क्युरियोसिटी हुन्छ त्यो भने कोही हुनु र मरेको फरक पर्छ नि त फर्के हेरिरहेको छ यहाँ मान्छे होइन बुवा के लाउँदैछु हो नि 35 रुपियाँ 35 रुपियाँ साको हो त यो फाल्नु हुँदैन बुवा सबै के लाउनु अनि उता बुढाथोकीको बाटो श्रीमती बित्नु भएछ नि हुन्छ हाम्रो थाहा नै छैन भने हामी त बुवा किन आउनुहुन्न नभए बुवा आइराख्नुहुन्छ कि यहाँ बुवा किन आउनुहुन्न बुवा किन अनि के पनि भएको छैन त कसरी बित्नु भयो हिँडिरहेको उहाँ त हिँडिरहेको मन त हताकट्टै देखेको त्यही त केही थियो उहाँलाई सुगरहरू केही थियो र छैन मलाई हाम्रो त्यति आउजाउ पनि छैन बताउने पनि होइन है अहिले लेख्ने हो बुढाले त अब बिहानै भन्नुभयो मलाई एकदम मलाई हिजो प्रशान्तको तामाङ चाहिँ उसले मलाई कस्तो नराम्रो फिल भइरहेको अनि बुढाले फेरि बिहानै भन्नुभयो मलाई त उसै नराम्रो लाग्यो कि बुढी गयो उठ्ने बित्तिकै बुढोले हेर्छ हिजो बुढाको बाजेको ऊ आउनु भएको थियो आमा बित्नु भयो रे भन्नुहुन्छ ल छोरा एउटा हो एउटा विदेशमा छ दुईजना छ र दुईटा छोरा त हो नि कोही आर्मीमा भएको मात्र देखेँ मैले अरू देखेँ अर्को विदेशमा छ कान्छो विदेशमा छ म्यानमार हो कि के भन्ने म होइन म्यानमार होइन उसमा छ कि युरोपतिर छ यहाँ हेर्न पर्छ नि कहाँ ढल्क्या तिमी चाहिँ ढल्किने होइन भने यहाँ हेर्नु हो भने फेरि कहाँ उता हेर्ने होइन भने यता हेर्ने फेरि उता हेर्नुहोस् जस्तो म देख्छु नि फेरि हट्टाकट्टा मान्छे पनि मरिरहेको हेर्छस् फेरि यता हेर भने म फेरि म माया गर्दिनँ फेरि मान्छे मरिरहेको के भएको खाना बढी भयो खाना बढी भयो बेचले थामिनु सक्नु समात्दै पेन्सिलमा समात छोराहरू बढी तन्काउ केटीहरू चाहिँ कालै सिधा भनेर मरे एउटा कुरा छ होइन सिधा तान्ने यहाँ पनि दिन आयो किन भन्दा अब अहिले खाना आफै गए इलेजर हो इलेजर भोलि गएपछि दिवस माग्नु थाल्छन् छोरीले भनेर व्यक्ति माग्नु जाँदैन यस्तरी तान्ने भनेको यस्तरी नमरे कस्तो मर्ने त ल अब यस्तो गर्ने सैनिकता छ हामीले बस्दिया होइन हो हेर नानी मेट सब मेट ती मर्बन्थे मारे हो भयो कहाँ सबै मेट त अनि आफ्नै बुद्धिले मारे यस्तो अब यस्तो भनेको यस्तामा पल्टिसक्यो विदेशमा अनलाइनबाट टाउटुक मिल्यो भने मिल्यो भने यहाँ आएपछि तनावग्रस्त ती पनि मर्छ पादेको होइन जस्तो सुकै भयो नि एउटा हात नभएको मान्छेले कोदालो खन्छ कहिल्यै हो बिग्रिया कारण ऊ यसको यसलाई जुत्ता मोजा लगाइदिएन काले
तल्ला हो ए हो हो त्यही भन्न लाग्यो सानो मान्छे मरेको भनेर होइन रक्सीहरू खाने मान्छे बिग्रियो आयो तर के भन्नु बचाएर मान्छे भन्ने सुको लाग्यो अब अरू कुरा गऱ्यो भने फेरि अर्को कुरा निस्क्छ म लेख्न त आउँछ नि अब अब ल भने त्यो त गायक म थप्ला थप्ला लगाइदिन्छु अब त्यो प्रशान्त तामाङ के चाहिँ उ छ होला र म थप्ला लगाइदिन्छु भने तर भित्री कुरा थाहा हुन्न नि होइन सोसियल मिडियामा जे देखाएको छ उसको त केही थाहा छैन थाहा हुँदैन के होला नि त उसले अब यस्तो हुन्छ अरे खान्थ्यो कि कोही मान्छे धेरै जिम गऱ्यो भने फेरि हुन्छ अरे हो अनि ऊ मरेन त सिद्धार्थ शुक्ला भन्ने मरेन त जिम गर्ने मान्छे नि त्यो पनि भर्ती मरेको छ जिम गर्ने मान्छे प्रायः हार्ट एट्याक भएर मरेको के छ नि सेतो बोरीको पनि हार्ट एट्याक भएर मरेको अब म मोटो मान्छे अब म केही दौडिन्छु सफा गरेर दौडिन्छु जिम गर्नुपर्छ भने हामी पनि मर्छ आफूलाई जबरजस्ती आफ्नो ज्यान जाडोमा मोटो मान्छेहरूले जाडोमा मर्निङ वाक नगर्नु रे जाडोमा मर्निङ वाकै नगर्नु श्वासमा पनि हुन्छ प्लस मुटुलाई अब हाम्रो दौडिरहेको हुन्छ नि डाइरेक्ट जाडो याममा नदौडिनु अथवा मर्निङ वाक नगर्नु भन्छन् अनि अब हामी जबरजस्ती गरेर पनि हुँदैन मान्छेहरू यस्तो के जिम गर्ने मान्छेहरू धेरै बाँच्दैन अरे भनेर किन भनेर चाँडो भइहाल्छ भन्दैन मलाई त्यो पिक्चरमा हो रहेछ प्रब्लम भइरहेको छ कि अब हेर्नु तिनीहरूले नै एस्ट्रोइड खान्छन् हो जिम गर्ने मान्छेहरूले नै एस्ट्रोइड खान्छ नि त त्यो खाना नै सबभन्दा डेन्जर अनि जिम गर्ने मान्छेहरूले बडी बनाउनलाई एस्ट्रोइड भन्ने थुप्रै जिम गर्ने मान्छेहरूले खानुपर्छ क्या एउटा प्रोटिन हो कि त्यो हो त्यही प्रोटिन खराबी छ अरे आई बिचरा उसलाई आउने भन्ने छैन नघिसार त कति हेर्नुपर्छ भनेर बहिनी आयो भन्दै घिसार त यो त ल्याउनलाई खालि आफू बरात खान्छ आफू बरात खानु मन लाग्छ अनि बहिनीको बाटोमा बस्छ गाइस म चाहिँ थप्ला 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 बनाउँदैछु तिमी होमवर्क गरेर जाऊ हाई गाइस गर्दैन दिदीले गर्दैछ काले त्यो र भएन कालो अनि त्यो रको थोप्लो भएन त्यो र छ नि त हेर त यस्तो 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 गरेर यस्तो गरेर घुमाएर फेरि यस्तो गर त ल यसले गर्दै जाने के गर्छौ अब उसलाई चाहिँ के थाहा त के कलर चाहियो अरे भन्छ बेबीलाई कलर कहाँ छ यो दिस वान ब्यागमा हालेको छैन मैले ल अहिले म खोजेर दिन्न नि त छिटो यो गर्ने अनि हामी मन्दिर जाऊँ आफू चाहिँ गर्ने होइन म छिटो गर्ने हेर गिटार चाहिँ लिएर आएको बहिनीले ए मेरी बात सुन यहाँ नाच्नु किन
यसलाई भनेको तिम्रो दान let's go guys. अब चाहिँ हामी मन्दिर जानु लाग्यो एकदम रुगा लाग्छ म मन्दिर पुगेँ तपाईँलाई देखाउँछु हेलो गाइस हामी चाहिँ मन्दिर आइसक्यौँ आइ भन हे तिमीतिर चाहे तिमीलाई अर्को भाइ अर्की चाहिँ त्यहाँ हेरिरहेको छ पागल मे बिस्कुट हो यो त उता जाऊँ बेबी हामी कहाँ आएको कहाँ रे मन्दिर भन्न के मलेर हो र खेला तिमीहरू भोग लगायो गाई झल्ल लाग्यो ल मुसु बोल्न सकिँदैन गाइस भोक लाग्यो भोग लाग्यो सरी म पानी खान चाहन्छु बेबी म पानी खाएर आउँछु ल sorry पानी उता जानु त क्यामेरा देखेन
पानी खाने होइन जाऊ ओए मोबाइल छ भने देख्दैन के बुझ्छ हो क्या यहाँ छ कि पानी यो पागलले नि बच्चा जस्तो के गर्न आएको सुनिसके त बाहिर छु म बन्द है जाम आइज भनेको ब्ला 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 कहाँ गयो यिनीहरू दुइटी भनेको नदेख्दा त बाजे चाहिँ अब भेट्ला नि फेरि जाऊ न तिमीहरू म जान्न तिम्रो साथी नै आएन त म बोलाइदिन्छु भने त हो नि उसको चाहिँ साथी सारांश ओइ सारांश मेरो सारांश भाइ आउँदैछ हो त्यहाँबाट एकछिन म सारांश भेटेपछि